वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी गोल्ड कोस्ट घुम्न आएको सेकेन्ड डेज अनि हामी चाहिँ आज चाहिँ बल्ल बाहिर ड्रिम वर्ल्ड अनि पानीहरूको गेमहरू त्यसमा जाने भनेछौँ। एकछिनमा जान्छौँ अनि भ्यू चाहिँ हामी बसेको ठाउँबाट चाहिँ यता पछाडि बिच छ, यति राम्रो छ कि माइ गड। अनि त्यसपछि यता चाहिँ यो चाहिँ हामी बसेको बाट उताको भ्यू यस्तो क्वाइट राम्रो छ। अनि यता चाहिँ यस्तो छ ब्रान्डा बाहिरबाट हेर्ने ठाउँ। अनि तल चाहिँ हाम्रो स्विमिङ पुल छ, यो तल ग्राउन्ड फ्लोरबाट चाहिँ स्विमिङ पुल जाने ठाउँ हो। अनि अब हामीहरू आज कता कता जान्छौँ हजुरहरूलाई देखाउँछु। हामी चाहिँ अहिले ड्रिम वर्ल्ड आइसक्यौँ अनि यो पछिको चाहिँ रोलर कोस्टर। अनि आज चाहिँ हामी ड्रिम वर्ल्डभित्रकै गेमहरू खेल्छौँ सबै। अनि त्यही हो रोलर कोस्टर, पानी वाटर स्लाइडहरू यस्तो यस्तो सबै छ। अब चाहिँ यहाँ टिकट लिएर भित्र बस्छौँ, त्यस पछाडि चाहिँ आई विल सो यु गाइज। अनि यहाँ चाहिँ यस्तो छ, यता बिपिना यता रिनु अलि नजिक आऊ त तिमीहरू। हेलो, हाम्रो डे 2 इन गोल्ड कोस्ट। एक्साइटेड कस्तो हुन्छ? आर यु एक्साइटेड? Yeah, I am. म चाहिँ यहाँ पहिला आएको थिएँ, बहिनीहरू चाहिँ आएको छैनन्, त्यही भएर यिनीहरू धेरै एक्साइटेड छन् होला। अनि यहाँ चाहिँ कति धेरै लाइन छ, त्यही भएर हामी छिटो आएको। चाहिँ ड्रिम वर्ल्ड गोल्ड कोस्टको ड्रिम वर्ल्डमा हामी यहाँभित्र खेल्न जाँदैछौँ। हेलो एभ्रिवान, हाम्रो गोल्ड कोस्टको ट्रिप कस्तो हुँदैछ? ये डे 2 ड्रिम वर्ल्ड, डे 2 इन ड्रिम वर्ल्ड। एकदमै रमाइलो हुँदैछ। ये यसमा के भन्न छ हजुरलाई? डे 2 इन ड्रिम वर्ल्ड। ये हामी चाहिँ गोल्ड कोस्टको डे 2 मा छौँ ड्रिम वर्ल्डमा। अनि यहाँ चाहिँ एउटा सानो ह्याङ भएको छ। हजुर के भयो? किनभने आज चाहिँ यहाँ जस्ट यो राइड्सहरू मात्रै चल्ने रे, अनि स्विमिङहरू चाहिँ नचल्ने रे। सो हामी चाहिँ अब यहाँबाट फर्किनु पर्ने भयो नेक्स्ट डेस्टिनेसन्सतिर। अनि हाम्रो छोरीलाई चाहिँ यहाँ क्यामेरा चाहियो रे, माइक चाहियो रे। Welcome to Movie World. Yeah, छिटो झारा छिटो छिटो कस्तो हुँदैछ? मिस गोल्ड कोस्ट आइसक्यो यहाँ। के हुँदैछ लिनु? ओके दाइ ल जानुस् तपाईको दाइ मान्छे थिएन। फेरि हामी मुभी वर्ल्ड आएको छौँ। मुभी वर्ल्डमा चाहिँ सायद खेल्न मिल्छ होला धेरै। हेरौँ अब त्यहाँ टिकट काट्ने ठाउँमा गएर थाहा हुन्छ। यो मुभी वर्ल्ड चाहिँ हामी सबैजना हो यहाँ चाहिँ। हाई, हजुरलाई कस्तो लागिरहेको छ यहाँ? हेलो एभ्रिवान। आज हाम्रो गोल्ड कोस्टको डे 2 हामी यहाँ मुभी वर्ल्ड होइन, यो मुभी वर्ल्डमा आइरहेको छौँ हामी सबै फ्यामिलीहरू घुम्नको लागि। आज हाम्रो वेदर पनि एकदम राम्रो छ, देखिसक्नु भएको छ वार्म वेदर। सो सबैजनाले इन्जोय गरिरहनु भएको छ यो गोल्ड कोस्ट। तपाईँहरू पनि अन फ्युचर यदि गरी घुम्न आउन चाहनुहुन्छ भने आउनुहोस्। तपाईँहरूलाई केही हेल्प चाहनुहुन्छ भने पनि हामीलाई सेयर गर्न सक्नुहुन्छ। हामी तपाईँहरूलाई हामीलाई भएको एक्सपिरियन्स र आइडियाहरू सेयर गर्न चाहन्छौँ। लेट्स गो गाइज, इन्जोय।
Okay guys, we are so excited to play roller coaster. Yeah. खेल्ने हामी चाहिँ यहाँ चाहिँ हामी सबैजना चाहिँ 15 जना जति छौँ तर कोही के चाहिँ डराउनु भइसक्यो यहाँ देखेर बाहिरबाट नै तर म चाहिँ डराएको छैन किनकि म पहिला पनि यस्तै उता खेलेको थिएँ सो तर यहाँ चाहिँ उताको भन्दा यता धेरै ठुलो छ जस्तो लागेको छ हेरौँ अब भित्र जान्छौँ अनि थाहा हुन्छ सबै हामी चाहिँ मुभी वर्ल्ड आयौँ अनि अब यही हो भित्र चाहिँ यस्तो छ भित्र बेपिना रिनु यता चाहिँ यो भित्र सिँढी छ उता रोलर कोस्टर यो चाहिँ जाइन्ट फल हो क्या हो मेबी यो चाहिँ यता यस्तो छ अब हेरौँ भित्रभित्र चाहिँ कस्तो छ तिमीहरू चाहिँ आऊ न तिमीहरू त आएकै छैन क्या धेरै जस्तो केही भन डर लाग्यो ह अरूहरू खेलेको डराएको देखेर हामीलाई नै डर लागिरहेको छ तर विल प्ले लेट्स सी कस्तो हुन्छ लेट्स सी हामी चाहिँ खेलिसकेपछि अहिले चाहिँ यस्तो फ्रेस छ हामी खेलिसकेपछि कस्तो हुन्छ धेरै जस्तो चाहिँ पनि एकदम राम्रो छ वेदर इज सपोर्टिङ अस अनि धेरै जस्तो चाहिँ यो खेलेर घुमाउँछ किनकि लास्ट चाहिँ धेरै हल्लाउँछ त्यही भएर अब अहिले चाहिँ यति फ्रेस छु भने खेलिसकेपछि कस्तो छु लेट्स सी लेट्स मेक अ स्न्याप इन माय फोन अब हामी चाहिँ फोटो खिच्छौँ टिकटक बनाउँछौँ होला के गर्छौँ ल यहाँ चाहिँ अब हाम्रो सामानहरू गरेर लकरमा राखेर छोडेर हामी यता खेल्न जान्छौँ त्यही हो यता गेम खेल्नेहरू छ तर सायद यो क्यामेराहरू लान मिल्दैन होला केही नै लान मिल्दैन होला Hi Arabi. Hi Arabi. Tigu. Hi Arabi. Hi Arabi. जान लाग्यौँ हेर्नु यो सबै हाम्रो ग्रुपको हो कति धेरै गेमहरू छ तर मैले धेरै भ्लग गराउन पाउन होला म पछि देखाउँछु अरू सबै रिनु Are you guys excited? Hi. कस्तो लागिरहेको कस्तो फिल भइरहेको राम्रो फिल भइरहेछ डर लाग्ला कि नलाग्ला यस्तो छ यहाँकोहरू चाहिँ आज चाहिँ वेदरहरू पनि राम्रो छ अनि त्यही अब भित्र गयो भने चाहिँ हामीले सायद मैले फोन र अनि क्यामेराहरू नै युज गर्न पाउँदैन होला त्यही भएको भएर अब म क्यामेरा र फोन चाहिँ अफ गर्छु अनि म ब्याक भएपछि हजुरहरूलाई देखाउँछु हामी चाहिँ अहिले रोलर कोस्टर खेलेर आइसक्यौँ अनि म अब सबैले सोध्छु कस्तो भयो भनेर अस्मिता तिमीलाई कस्तो लाग्यो अनि बिपिना तिमीलाई कस्तो भयो स्केरी मनमा भएको सब डरहरू बाहिर निस्केर ओ माय गॉड अनि सन्ध्या बहिनीलाई कस्तो लाग्यो एक्साइटिङ यु मस्ट ट्राई यस अनि अब म रिनुलाई कस्तो लाग्यो सोध्छु रिनु तँलाई कस्तो लाग्यो लास्टै डर लागेको थियो माथिबाट तल कस्तो जस्तो तर एकदम रमाइलो भयो ओके अब म एल्सालाई सोध्छु एल्सालाई कस्तो लाग्यो एकदमै रमाइलो यस्तो उल्टाउँदाखेरि चाहिँ लड लाग्छ जस्तो फिल हुँदो रहेछ तर एकदमै रमाइलो चिल If you are coming to Gold Coast, must visit one of the place. Roller coaster, tick up your bucket list. ओके गाइज अनि मिना तिमीलाई कस्तो लाग्यो एकदमै 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 रमाइलो म अब पछाडि बसेर खेल्ने हो ये सुस्मा तँलाई कस्तो लाग्यो मलाई त धेरै डर लागेको थियो सुरुमा त बिचमा फेरि रमाइलो भएको थियो बिचमा लास्टमा फेरि डर लागेर झार्दै भने मैले त मलाई कस्तो लाग्यो फर्स्टमै डर लाग्यो सेकेन्डमा त डर लागेन मलाई त ल ल ल ल अब त्यसो भए अनिललाई कस्तो लाग्यो मलाई त बाबा लाग्यो बालाई देखेर म झन् खुसी भएँ बिचमा बाला हातसम्म दिएको खुसी भएपछि बुढो ओ ल ल ल Blackout हुनेमा चाहिँ यहाँ पर्नुहुन्छ हैन 2 मिनेट त होसै थिएन मान्छेको यसो भएको न लास्टै डर लाउने हुन्छ हजुरलाई चाहिँ कस्तो लाग्यो रमाइलो राम्रो छ रमाइलो छ
ओके हजुरहरूले देखिसक्नु भयो होला कस्तो कस्तो लाग्यो हजुरहरू गोल्ड कोस्ट आउनुभयो भने चाहिँ यो चाहिँ ट्राई गर्नु होला म गएर खेलिसकेँ तर पनि त्यस्तो डर त लाउँछ त्यहाँ खेल्ने जेलसम्म तर तल झरेपछि फेरि खेलौँ जस्तो हुन्छ तर हामी चाहिँ हेरौँ अब हामी 3 दिनको पास लिएको छौँ 3 दिनभरिमा खेल्छौँ ओके अब हामी अर्को गेम खेल्छौँ हामी चाहिँ अहिले ग्रिन ल्यान्टर्न भन्ने खेलेर आयो तर उता रोलर कोस्टर भन्दा चाहिँ यो ग्रिन ल्यान्टर्न भन्ने चाहिँ अलि सजिलो रहेछ अनि डर लागेन तर अझै कन्फिडेन्ट बढ्यो अब हामी अरू खेल्न जान्छौँ लेट्स सी ग्रिन ल्यान्टर्न भन्ने चाहिँ यो हो यो माथिको हामी यो सब खेलेको हो सही थियो अघि नै मैले भिडियोहरू पनि हालिसकेको छु कसरी यो खेलिन्छ भने एकछिन हाई रिनु तँलाई ग्रिन ल्यान्टर्न कोस्टर खेलेर कस्तो लाग्यो एकदम डर तर अब चाहिँ हामी फेरि फ्ल्याट स्पिड हर्स खेल्न जाँदैछौँ मलाई चाहिँ एकदम डर लाग्छ तर वी आर सो एक्साइटेड मलाई चाहिँ फर्स्टमा खेलेको भन्दा सेकेन्डमा चाहिँ डर लागेन एकदम मजा आयो ये अनि हजुरलाई कस्तो लाग्यो अनि तिमीलाई यो त एकदमै सजिलो लाग्यो मलाई त म त हात छोडी उड्दै थिएँ मलाई पनि त्यस्तै लाग्यो अरूभन्दा अलिक सजिलो थियो अब हामी चाहिँ खेल्न जानु केही छ कि हेरौँ है हामी चाहिँ अब अर्को गेमको लागि जाँदैछौँ हजुर जाँदैछौँ यहाँ मलाई बिपिनाले बोलाइन् के भनेको यहाँ चाहिँ फुलहरू कति राम्रो छ हजुरहरू चाहिँ गोल्ड कोस्ट आउनुभयो भने चाहिँ यहाँ चाहिँ आउनु होला अनि एक्चुअली रोलर कोस्टरको ग्रिन ल्यान्टर्न कोस्टरको अनि धेरै कुराहरूको एक्सपिरियन्स गर्नुहोस् हुनुहुन्छ धेरै कस्तो राम्रो रहेछ यता चाहिँ कस्तो लेक साइड जस्तो लाग्यो मलाई तपाईँहरू पनि आउनुहुन्छ भने एकपटक भिजिट गर्न सक्नुहुनेछ धन्यवाद अनि हजुरले के भन्नुहुन्छ हजुर हामी चाहिँ स्टुडेन्ट लाइफमा काम गर्दा एकदम थाकेर यहाँ आएर यस्तो रिफ्रेस हुन पाउँदा एकदम खुसी फिल भएको छ हजुरहरू पनि रमाइलो गर्न गोल्ड कोस्ट आउनुहोला खतरा रमाइलो ठाउँ छ त्यही भएर हजुरहरूलाई पनि भनेको हो अनि हाम्रो चाहिँ यो डे 2 हो डे 2 मा चाहिँ हामी मुभी ओल्ड आएको अब हेरौँ अरू दिन कता जान्छौँ सुपरम्यान enjoy. Yes, it's the photo. You take a photo with Holly? Sorry. यो चाहिँ डर लाग्ने ठाउँ जस्तो छ ओइ यो ठाउँ डर लाग्ने ठाउँ हो र
चाहिँ यस्तो यस्तो रहेछ सो जस्तो टाइपको यो चाहिँ के हो मलाई त्यति थाहा भएन तर यहाँ धेरै चिजहरू देखेँ यस्तो ठाउँहरू रहेछ यो चाहिँ वन रिङ भन्ने अनि त्यस पछाडि लोब्स्टर पट Your mum's coming out now anyway, mate. I know next week. कति राम्रो कस्तो नेपाली टाइपको कति धेरै गेम खेल्यौँ अब फेरि अर्को गेम खेल्न जान लागेको हो अब अर्को गेम चाहिँ सायद यो भित्र छ होला हेरौँ अब के हुन्छ हामी चाहिँ अहिले यो भित्र जस्तै यो घोस्ट टाइपको विच के भनेको थियो हजुर द फ्लाइट अफ द विच भन्नेको भित्रभित्र हो हामी बक्सीको घरबाट डुल्ला हो किनकि यहाँ नै त्यही लेखेको छ ल अनि त्यही भएर भनेको हेर्नु यो सबै यहाँ भित्रभित्र चाहिँ यस्तो छ है ओ माई गड लु बाहिर चाहिँ 358 भयो तर हामी यो भित्र चाहिँ यस्तोमा हो त्यही भएर भित्र चाहिँ अब यस्तै डर लाग्ने छ तर हामी डराएको छैनौँ हामी चाहिँ अहिले खाजा खानको लागि बसेको अनि खाजाहरू अर्डर गरेको छ आएर खान्छौँ रिनु एन्ड बुफेना त राम्रो ठाउँ रहेछ यहाँ हामी चाहिँ अब यो खेल्न जान्छौँ म देखाउँछु हामी चाहिँ अर्को गेम खेल्न जान लागेको छ हामी चाहिँ घोस्ट हाउसमा आएको छौँ यो चाहिँ आफै हल्लेको छ आफै हल्लेको त्यो चाहिँ घोस्ट हाउस हो यो टेबलहरू सबै भएको बेन्च फुटेको यो पनि आफै हल्लेको फाइनली अहिले चाहिँ हाम्रो 5
2 भयो अनि हामी चाहिँ अहिले मुभी वर्ल्डबाट अब फर्किँदैछौँ आज डे 2 को लागि हामी यही नै रमाइलो गऱ्यौँ कति रमाइलो भयो धेरै कुराहरू ट्राई गऱ्यौँ अनि अब चाहिँ हामी फर्किन्छौँ हाम्रो रुममा अनि चाहिँ भोलि चाहिँ कता जान्छौँ हेर्छु अनि अहिले घरमा केही गरेछौँ भने देखाउँछु नत्र भए आजको लागि यति नै अनि हाम्रो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला अनि एउटा कुरा चाहिँ डरले मान्छेलाई एकदम खाँदो रहेछ होइन नडराइकन त्यो कुरा हाँट्यो भने चाहिँ यस्तो मजा लाग्छ है डरमा चाहिँ एकदम डर लाग्छ तर पछि चाहिँ वी क्यान डु इट थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला लभ यू बाई थ्याङ्क यू बाई बाई डे 3 मा भेटौँला डे 3 मा हामी फेरि भेट्नेछौँ अर्को ठाउँमा